नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ हामीले फेसबुकमा रिल, भिडियो, फोटो, स्टोरी पोस्ट गरिसकेपछि कति भ्युजमा कति पैसा दियो भन्ने बारेमा रहेको छ। हुन त यस्ता कुराहरू देखाउन भन्न नमिल्ने, त्यही भए पनि हजुरहरूले केही उत्सुकता बढोस्, केही जानकारी होस् भनेर मैले यो भिडियो बनाउँदै छु। आउनुहोस् कुनमा कति भ्युजमा कति पैसा दियो भन्ने बारेमा हेरौँ है त। त्यसको लागि फेसबुक ओपन गरिसकेपछि यहाँ ड्याशबोर्ड आइकनमा जानु होला। यहाँ ड्याशबोर्ड आइकन सो गरेको छैन भने यता तीनवटा लाइन अथवा प्रोफाइल फोटोमा जानु होला। यहाँ तल ड्याशबोर्डमा जानु होला। त्यसपछि कन्टेन्टमा जानु होला। त्यसपछि यहाँ स्टोरी रहेको छ। यो सुरुको यो स्टोरीमा हेरौँ। यसमा 121 भ्युज गएको छ। यसमा $0.0 दिएको छ। यसमा अझैसम्म दिएको छैन। त्यसपछि यहाँ तल पिँडालुको फोटो पोस्ट गरेको थिएँ, यसमा हेरौँ। यसमा 2061 भ्युज गएको छ। यसमा $0.1 दिएको छ। यो तल्लो पनि फोटो नै रहेको छ, यसमा हेरौँ। यसमा 2288 भ्युज गएको छ। यसमा पनि $0.1 नै दिएको छ। त्यसपछि यहाँ तलको भिडियो रहेको छ। मैले सारङ्गी धुन भनेर भिडियो पोस्ट गरेको थिएँ, यसमा हेरौँ है त। यसमा 11845 भ्युज गएको छ। यसमा चाहिँ $0.25 दिएको छ। यसरी केमा कति भ्युजमा कति पैसा दियो भनेर हेर्न सक्नुहुन्छ है त। र भिडियो, फोटो, स्टोरी, टेक्स्टमा जति भ्युज गयो उति पैसा दिन्छ है फेसबुकले। भिडियो, फोटो, स्टोरी, टेक्स्ट पोस्ट गरिसकेपछि भ्युजको आधारमा पैसा आउनको लागि फेसबुक आइडी मोनेटाइज भएको हुनुपर्छ है त। भिडियो के कस्तो लाग्यो एक लाइक गरी कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया लेख्नु होला। अनि भिडियो सक्दो शेयर पनि गर्नु होला। यदि फलो गर्नु भएको छैन भने फलो पनि गर्नु होला, किनभने यस्तो खालको भिडियो ल्याउँदा हजुरहरूको माझ आइपुग्छ है त।